दुईटा ध्रुवीकरणमा गइसकेको छ। आफ्नो शक्ति कसरी देखाउने अथवा विश्व बजारमा आफ्नो हालिमुहाली कसरी राज गरिराख्ने भन्ने सङ्केत चाहिँ देखाएको हो। यसले कहाँनिरको सङ्केत देखाउँछ भने अमेरिकाको हिजोको इतिहास हेर्दाखेरि उसले विश्वलाई गुलाम बनाउने, विश्वमा जस्तै अफ्रिकी मुलुक भयो, दक्षिण एसियाली मुलुकहरू भयो, यस्ता देशहरूमा चाहिँ उसले हालिमुहाली गर्दै आफ्ना यता युरोपियन कन्ट्रीहरूलाई चाहिँ धनी बनाऊ। यतापट्टि अमेरिकाका जनता हेर्ने हो भने अमेरिकाले डोनाल्ड ट्रम्पलाई चुनावमा भोट दिँदाखेरि के भनिएको थियो भने हाम्रो अर्थतन्त्र कुनै पनि अन्य देशहरूमा नबाँडियोस्, हाम्रै देशमा राखियोस्, हाम्रै देशमा सदुपयोग गरेर हामी जनतामाथि नै सदुपयोग गरियोस् भन्दाखेरि ट्रम्पले हुन्छ हामी गर्छौँ, हामी अब अन्यत्र देशहरूलाई चाहिँ जसरी आइएनजिओको नाममा हाम्रै नेपालमा चाहिँ अमेरिकाबाट अरबौं अरब डलर आउँछ भन्ने कुरा तथ्याङ्क योभन्दा अगाडि चाहिँ सार्वजनिक हाम्रो जुन टङ्कदाहालजीको एउटा मिडियामा हेर्नुभयो भने थाहा पाउनुहुन्छ। र युक्रेनलाई युद्धमा हुमाए कसले? अमेरिकाले। प्यालेस्टाइन र इजरायललाई चाहिँ युद्धमा हुमाए कसले? अमेरिकाले। आज इरान र इजरायललाई कसले हुमाइरहेछ? अमेरिकाले। भनेपछि अमेरिका के चाहन्छ भने विश्वलाई कहिले पनि शान्तपूर्वक बाँच्न दिन ऊ चाहँदैन। दर्शकबिन यतिखेर हामीमाझ हुनुहुन्छ राजनीतिक विश्लेषक हरिप्रसाद पाठक, स्वागत छ। धन्यवाद धन्यवाद। हिजो आज केमा व्यस्त हुनुहुन्छ? केमा व्यस्त हुनु, यस्तै छ, देशको अवस्था नाजुक छ, पानी पर्ला जस्तो भइराखेको छ, विश्व युद्ध होला जस्तो छ, यस्तै छ। तपाईँ विश्व घटनाबारे चासो राख्नुहुन्छ निकै? अलिअलि अलिअलि। अहिले खासमा भन्नुपर्दा इजरायल र इरानको धमास युद्ध भइरहेछ, यसले चाहिँ के निम्त्याउला? यसले के निम्त्याउला भन्दाखेरि पनि विश्व दुईटा ध्रुवीकरणमा गइसकेको छ। आफ्नो शक्ति कसरी देखाउने अथवा विश्व बजारमा आफ्नो हालिमुहाली कसरी राज गरिराख्ने भन्ने सङ्केत चाहिँ देखाएको हो। यसले कहाँनिरको सङ्केत देखाउँछ भने अमेरिकाको हिजोको इतिहास हेर्दाखेरि उसले विश्वलाई गुलाम बनाउने, विश्वमा जस्तै अफ्रिकी मुलुक भयो, दक्षिण एसियाली मुलुकहरू भयो, यस्ता देशहरूमा चाहिँ उसले हालिमुहाली गर्दै आफ्ना यता युरोपियन कन्ट्रीहरूलाई चाहिँ धनी बनाउँदै चाहिँ जुन तरिकाले गएको थियो, जुन इतिहास थियो, त्यो इतिहास चाहिँ अब सिद्धिँदै जाने हो कि भन्ने सङ्केत देखाइरहेछ। अहिले ठ्याक्कै भन्नुपर्दा विश्वयुद्ध हुने कुरा पनि बाहिरिरहेको छ, त्यो कुराले नि एकदमै चुलिरहेछ, विभिन्न ठाउँहरूमा विभिन्न कुराहरू भइरहेछन्। यसले चाहिँ इरान र इजरायलको अहिले युद्ध हुँदै गर्दाखेरि नि यो चाइना चाहिँ किन चुप लागेर बस्छ? चाइना चुप लागेर बसेकै छैन। तपाईँलाई त्यस्तो लाग्यो होला पत्रकार महोदय, तपाईँलाई थाहा नै छैन, तपाईँ भित्री रूपले अध्ययन गर्नुहुन्छ कि त्यो तपाईँको विचार हो। चाइनाले पुरै चासो लिएर नै इरानको पक्षमा गएको हो कि जस्तो पनि देखिएको छ। उहाँले केही समय अगाडि चाहिँ नपत्याउँदो तरिकाले भन्दै हुनुहुन्छ, नपत्याउँदो तरिकाले चाहिँ 2-3वटा चाहिँ प्लेनहरूमा चाहिँ अथवा विमानहरूमा चाहिँ हात हतियारहरू चाहिँ इरानलाई चाहिँ सहयोगको लागि पठाइएको भन्ने कुराहरू यदाकदा समाचारहरूमा आइराखेको छ। तर फेरि तपाईँलाई फेरि यता अर्कोतिरबाट पल्टेर हेर्न पर्दाखेरि अमेरिकाले फेरि चाइनासँग नै केही सहयोग मागेको देखिराखेको अवस्था छ। जसरी इरानले चाहिँ तेल खानेहरू जसरी बन्द हुँदैछ नि, अमेरिका दुश्मन थिए, अहिले चाहिँ भने अमेरिकाले चाइनासँग सहयोग मागेको छ। अमेरिका चाइना दुश्मन छँदै छैन नि, देखिएकै छैन नि। भित्री रूपमा आफ्नै एउटा चाहिँ होला स्टाटस होइन, तर बाहिरी रूपमा छैन। उनीहरूले त्यस्तो रिसिभी हामी एकअर्कामा चाहिँ तछाड मछाड। एक त चाइना आफैमा एकदम शान्त स्वभावको राष्ट्र हो, विश्वमै सबैभन्दा अहिले अग्रपङ्क्तिमा देखिएको चाइना। ऊ कसैलाई म यति शक्तिशाली छु, मसँग यो छ भने अमेरिकाले जस्तो उसले देखाउँदैन। तर पछिल्लो समय जसरी इरानले चाहिँ अब हामी तेल खानीहरू यसरी चाहिँ पश्चिमा मुलुकहरू युरोपियनतिर चाहिँ जुन जाने तेलहरूको मुहान नै बन्द गरिदिन्छु भन्दाखेरि चाहिँ अहिले अमेरिकाका विदेश मन्त्री चाहिँ अथवा अमेरिका चाहिँ डराएरै चाहिँ अमेरिकाको विदेश मन्त्री चाहिँ चाइनासँग चाहिँ इरानलाई त्यो नगर्नको लागि चाहिँ तपाईँहरूको सहयोग र तपाईँहरूले सुझाव दिनु पर्यो भन्ने जस्ता जुन तर्कहरू छ नि, चाइनालाई त अहिले के देखिन्छ भने इरानलाई पनि चाइना चाहिएको छ, अमेरिकालाई पनि चाइना चाहिएको छ क्या। यसरी बुझ्नुहोस् पत्रकार महोदय। त्यो कारणले गर्दाखेरि विश्व आज दुईटा ध्रुवीकरणमा त गइसक्यो होइन, विश्वयुद्ध होला भन्ने सम्भावना पनि भइसक्यो। तर त्यसमा के पनि देखिएको छ भने इजरायलका जनता पनि अहिले इरानसँग माफी मागिराखेको अवस्थाहरू दृश्यहरू देखिन्छ। जबकि इजरायलका जनताहरू
तपाईँलाई प्रत्येक जनताले सैन्य तालिम लिएको हुन्छ। आज त्यस्ता देशका जनता पनि आज इरानसँग झुकिरहेको अवस्था छ। यतापट्टि अमेरिकाका जनता हेर्ने हो भने अमेरिकाले डोनाल्ड ट्रम्पलाई चुनावमा भोट दिँदाखेरि के भनिएको थियो भने हाम्रो अर्थतन्त्र कुनै पनि अन्य देशहरूमा नबाँडियोस्, हाम्रै देशमा राखियोस्, हाम्रै देशमा सदुपयोग गर्यो, हामी जनतामाथि नै सदुपयोग गरियोस् भन्दाखेरि ट्रम्पले हुन्छ हामी गर्छौँ, हामी अब अन्यत्र देशहरूलाई चाहिँ जसरी एनजिओको नाममा हाम्रै नेपालमा चाहिँ अमेरिकाबाट अरबौं अरब डलर आउँछ भन्ने कुरा तथ्याङ्क त योभन्दा अगाडि चाहिँ सार्वजनिक हाम्रो जुन टङ्कदाहालजीको एउटा मिडियामा हेर्नुभयो भने थाहा पाउनुहुन्छ। उहाँले धेरै कुराहरू चाहिँ विश्व बजारलाई चाहिँ अथवा नेपालको परिवेशमा पनि उहाँले गरिराख्नु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यो कारणले गर्दाखेरि अमेरिकन जनताहरू पनि यो युद्ध चाहँदैनन् क्या। न इरानी जनताले युद्ध चाहेको छ, न अमेरिकन जनताले चाहेको छ, न इजरायली जनताले चाहेको छ। यहाँ त चाहेको कसले छ भन्दाखेरि तँभन्दा म के कम भन्ने जुन जसरी हामी हाम्रै देशका चाहिँ उच्च ओहदाका व्यक्ति अथवा नेपाल सरकारमा आबद्ध मन्त्री, प्रधानमन्त्री, सांसद भनेर चाहिँ उनीहरूको राष्ट्रको पनि तिनै व्यक्तिहरू चाहिँ आज एकअर्कामा टक्राव हुन्, जनता होइनन्। यसरी कुरा बुझ्नुहोस् पत्रकार महोदय, कुरा बुझ्नुभयो कि भएन तपाईँले? नेताकै कारणले गर्दाखेरि जनता मार्कामा हो नि त, हो नि त। तपाईँलाई अमेरिकाको पैसा नेपालमा किन पठाउनु पर्यो? के स्वार्थमा पठाएको छ भन्ने प्रश्न चिन्ह छ नि। अमेरिकाले चाहिँ इजरायललाई किन हात हतियारहरू दिन्छ अथवा तँ लड हामी छौँ भनेर किन भन्छ त? त्यहाँका जनताले भनेका हुन् र? होइनन् नि। त्यो कारणले गर्दाखेरि हरेक देशका नेतृत्वकर्ताहरूले आफूलाई पनि सचेत राख्नुपर्छ, मेरो जनताले के चाहिरहेको छ, सुख शान्ति अमन चैन चाहेको छ कि छैन, त्यतातिर पनि त ध्यान दिनुपर्छ। त्यतातिर ध्यान नगएको अवस्था देख्छु। जस्तै चाइना के छ, आफ्नै तरिकाले विश्व बजारमा बिजनेस गरिरहेछ, आफ्नै तरिकाले बगिराखेको छ। विश्वले नबनाएका चिजहरू उसले बनाइराखेका छन्। हरेक अब विश्वको टप 10 भित्र हेर्ने भने यस्ता यस्ता चिजहरूबाट यस्ता यस्ता पुलहरू बनाएका छन्, यस्ता यस्ता ठाउँहरू विकसित गरेका छन्। उसले भनेअनुसार त उनले चाहिँ सूर्य नै बनाइसके अरे, चन्द्रमा नै बनाइसके अरे, कृत्रिम बादल नै चाहिँ अहिले चाहियो भने अहिले पानी पर्ने सिस्टम भने ऊ आफ्नै तरिकाको विकासमा छ क्या, आफ्नै रफ्तारमा हिँडेको छ। अरू चाहिँ देखाउने क्या म यति पावरको छु। जस्तै हेर्नु भएन रुस र युक्रेनलाई युद्धमा हुमाए कसले? अमेरिकाले। प्यालेस्टाइन र इजरायललाई चाहिँ युद्धमा हुमाए कसले? अमेरिकाले। आज इरान र इजरायललाई कसले हुमाइरहेछ? अमेरिकाले। भनेपछि अमेरिका के चाहन्छ भने विश्वलाई कहिले पनि शान्तपूर्वक बाँच्न दिन ऊ चाहँदैन, अशान्ति नै राखिराख्छ। अहिले तपाईँलाई चाहिँ के भन्ने, अहिले अफ्रिकामा एकजना चाहिँ युवा राष्ट्रपति हिजोको चाहिँ सेना जुन के माउरे के समथिङ छ नि होइन, फुर्किनो फासो भन्ने जुन उनले अहिले विश्व बजारलाई आफूले देखाइसके, हामी अफ्रिकनहरू गरिब होइनौँ, हामी मागी खाने मान्छे होइनौँ, हामीसँग केही नभएका जनता होइनौँ, हामीलाई त्यो खालको एउटा पात्र बनाइयो युरोपीयहरूले। त्यसरी हामीलाई हाम्रै चिज, हामी स्वर्गमा छौँ, हामीसँग हरेक चिज छ, सुन चाँदी हिरा मोती सबै थोक छ, तर यो देशमा केही छैन। यो देशका जनताहरू गरिब हुन् भनेर गुलाम उसैले बनाइरहेछ उसैको राष्ट्रमा। कसले? अमेरिकाले। युरोपियन अमेरिका लगायतका फ्रान्सदेखि लिएर सबै देशहरूले त्यो तरिकाले चाहिँ खैरेहरूले चाहिँ तपाईँलाई काला जातिका मान्छेहरूलाई त्यो खालको चाहिँ एउटा भनौँ न गरिएको छ, दमनमा राखिएर चाहिँ आज उनीहरूले आफ्नो अनि म चाहिँ धनी छु, अनि म चाहिँ संसारको बलवान छु भन्छन् अरूलाई प्रयोग गरेर। प्रयोग हुनु हुँदैन है। हामी यस्तो हामीमा यो छ, हामीमा यो छ भनेर ती व्यक्ति आज अफ्रिकन मुलुकका राष्ट्रपतिले सिकाइराखेका छन्। अब कोही भन्दा कोही कम छैनन्, कोही चुप लागेर बस्दैनन्। आज त्यही दिन नेपाल ट्रम्पले जे भन्यो त्यो कसैले पनि मान्दैन। ट्रम्पले त हिजो त्यो 3 ठाउँमा जुन आक्रमण गरेको छ नि इरानको, त्यहाँ माथिल्लो सदन तल्लो सदन कसैले पनि त्यहाँनिर चाहिँ सहमति गरेकै छैन। उनको एकल निर्णयले त्यो काम गरेछ भनेपछि त्यसले कति ठुलोसम्म घात गरेका छन् त। त्यसरी घात गर्ने होइन नि त। पश्चिमी अफ्रिकाको जस्तै नेपालमा नि त्यस्ता युजहरू भएको छ कि छैन? नेपाल त युजले भरिएको यो 35 सालको सेरोफेरोमा रहेर तपाईँले हेर्नु भने त नेपाललाई ध्वस्त पार्ने काम कसले गर्यो भन्दाखेरि त्यो ठ्याक्कै भनिदिनु न। आइएनजिओ र इन्जिओ त त्यसै प्रवेश किन भयो? र सिआइए किन युज गरियो? किन आज यो देशको संविधान चाहिँ नेपाली जनताले नल्याइकन चाहिँ तर पनि नेपाली जनताले ल्याएको संविधान हो भने किन भ्रमको खेती गरियो? कुरा प्रष्ट छ नि। अरे 2017 सालमा श्री 5 महेन्द्र वीर विक्रम शाहदेवले देशमा राजगद्दी सम्हाल्नु भयो। मलाई राजावादीको कुरो होइन, म राजावादी गणतन्त्रवादी श्री 5लाई श्री 5 नै भन्नुपर्छ नि, श्री 3 नै भन्नुपर्छ नि। हिजो राणालाई श्री 3 भनिन्थ्यो, अब उसलाई के भन्ने होइन? त्यो त दिएको पदवी हो नि। श्री 5 पृथ्वीनारायण शाह नभन्ने?
भन्नुहोस् न होइन नभन्ने पत्रकार महोदय भन्नुहोस् न जसले यो देश एकीकरण गरे जसले विशाल नेपाल खडा गरे त्यसलाई नमान्ने अब त्रिभुवनले यो देशलाई प्रजातन्त्र दिए अब त्यो त्रिभुवन श्री 5 त्रिभुवन नभन्ने महेन्द्रले चाहिँ स्वर्णिम युग ल्याएका थिए कल कारखाना थियो तपाईँ जस्ता चुतिया पत्रकारको कारणले गर्दाखेरि यो देश सिद्धिएको हो क्या हामी त स्वतन्त्र पत्रकारिता तपाईँहरू कहाँबाट कसरी डलर झार्ने मान्छेलाई भरमको खेती गर्ने श्री 5 भनिदिने भन्ने तपाईँ किन नभन्ने श्री 5 किन नभन्ने तपाईँ पञ्चायतकालमा जन्मिनु भएको थिएन राजाको नाम उठाउँदै राजाको उ गर्दै म कुनै समय नेकपा एमालेमा 20 वर्ष दुर्गा प्रसाई जस्तै तपाईँ पनि पूर्व पक्षमा जानु होला पूर्व पक्ष र पश्चिम पक्षको कुरा हैन म पूर्व पक्ष त किन जाने तपाईको दुर्गा प्रसाईलाई त के भनेर चाहिँ पूर्व पक्षमा हालियो भने देशद्रोहीको नाममा हैन उहाँले त त्यो प्रश्न पार्दिनु न अब उहाँले त तीन कुरै छन् कि तपाईले त्यसबीच दुर्गा प्रसाईलाई किन हालियो कसरी हालियो केको लागि हालियो पत्रकार महोदय तपाईहरुको यो क्यामेरा कहाँ थियो के गरिरहेको थियो तपाईहरुको भ्रमको खेती गर्ने जनतालाई चुतिया बनाउने डलर खाने तपाईहरु एमबीसीले कति दिएको छ अमेरिका एमबीसीले कति दिएको छ इन्डियन एमबीसीले कति दिएको छ यस्ता खालको प्रश्न गर्नलाई तपाई प्रश्न के प्रश्न पार्ने तपाईलाई हिजो मात्रै डाक्टर रामप्रसाद उप्रेतीले भन्नु भएन हामीहरुकै एउटा 5 जनाको चाहिँ हाम्रो एउटा समिति बनाइएको थियो त्यो समितिले विश्व बजारलाई उनलाई चाहिँ के नेपाल सरकारले पक्रिनु पर्दैन त्यसो भए यो नेपाल सरकारले चाहिँ भड्काइएको यो नेपाल सरकारद्वारै योजनाबद्ध गरिएको हो भने निष्कर्ष निकालेर प्रत्येक एमबीसीमा हामीहरुले गएर चाहिँ त्यो हामीहरुले चाहिँ निकालेको त्यो आयोगले गरेको चाहिँ आयोग गठनबाट चाहिँ जुन एउटा चाहिँ निस्केको थियो नि निष्कर्ष त्यो निष्कर्ष सबै ठाउँमा पुगाइयो भनेर हिजो तपाईहरुकै मिडियाबाट बोलेको हैन डाक्टर रामप्रसाद उप्रेतीज्यूले उहाँलाई पक्राउनु गर्नु पर्दैन सरकारले त्यसो भए उहाँले गलत काम गर्नुभएको थियो नि तपाईहरुको क्यामेराले खिचेका कुराहरु देखाएको थियो असुर ग्यास हानेको देखाएको थियो 100 टेड ग्यासहरु त्यो पनि डेट स्क्वायर भएको हाने थियो तपाईहरुको क्यामेराले देखाएको हैन तपाईहरुलाई कारबाही किन नहुने तपाईहरुलाई हुनु पर्दैन तपाईहरुलाई कारबाही हुनु पर्छ पर्दैन देख्नु भएन पत्रकारिता गर्दै गर्दाखेरि पत्रकारिता जगतलाई चाहिँ आँच पुर्यायो भनेर चाहिँ जुन नेपाल पुकारका सञ्चालक अथवा रिपोर्टर प्रकाश चन्द्र दाहाललाई देख्नु भएन उहाँलाई अहिले सफाई दिइसकेको अवस्था छ जिल्ला अदालतबाट चाहिँ उहाँले सफाई पाइसक्नु भयो क्या उहाँलाई चाहिँ यो कुरामा चाहिँ त्यो होइन उहाँले आफ्नो स्वतन्त्र पत्रकारिता गर्नुभएको थियो उहाँलाई केही पनि नगर्ने थुनथान नगर्ने भनेर 5000 धरटीमा छोडिसकेको अवस्था छ देख्नु भयो नि सत्यको जित हुन्छ नि ढिलो छिटो त हुन्छ नि त तर दुर्गा प्रसाई तपाईहरु पत्रकारले त आफ्नो निष्पक्ष पत्रकारिता गर्नुस् न तपाईलाई कसले के गर्छ र आज स्वतन्त्र पत्रकार गर्दै गर्दा पत्रकारिता गर्दै गर्दाखेरि जिउँदै जलेर मर्नुपर्छ हैन त्यो त उहाँले हैन यस्तो थियो उहाँले डेन्जर जोनमा गएर मैले चाहिँ राम्रा पिक्चरहरु चाहिँ खिच्न सक्छु भनेर पाउनु भएन न्याय त किन नपाउने न्याय पाउने ठाउँमा पाइराख्नु भएको छ अनुसन्धान भइराखेको छ त्यही अनुसन्धानको दायरामा दुर्गा प्रसाईजीलाई चाहिँ भित्र राखिएको छ 32 जनालाई छोडियो 7 जनालाई पूर्व पक्षमा राखिएको छ उहाँहरूले न्याय पाउनुपर्छ अर्को हाम्रो साथीले पनि न्याय पाउनुपर्छ सबैले न्याय पाउनुपर्छ के न्याय नपाउनु पर्ने कुरै छैन तर देशमा लोकतन्त्र गणतन्त्र आयो लोकतन्त्र गणतन्त्रमा तपाई एकजनाले पनि आफ्नो आफूलाई लागेको अभिव्यक्ति तपाई सरकारसँग कहीँ कतै रुष्ट हुनुहुन्छ भने पनि आफ्नो विचार पोख्न पाइन्छ तपाईले त्यो कुरा राख्न पाउनुहुन्छ भनेर संविधानमा लेखिदिएको कुरामा पनि आज नेपाल सरकारले तपाईलाई जानेरी कुल्ची राखेको छ नि त्यो गलत काम गरेको छन् सरकारले तर तिनै कुराहरू तिनै विभिन्न पार्टीमा आबद्ध भएर पार्टीको एउटा चाहिँ भातृ संगठनका साथीभाइहरू युवा साथीहरूले चाहिँ ती कुरा बुझ्न सक्नु भएको छैन मेरो सरकार र मेरो पार्टी राम्रो छ मेरो पार्टी राम्रो छ तेरो पार्टी राम्रो छ यहीमै बिकेका साथीभाइहरू यहाँनेरि हामी चुकिराखेका छौँ यसलाई कसरी हामी जस्तो बुलन्द आवाज हामी जस्तो युवा एउटा पढे लेखेका युवाले कसरी बोल्न सक्ने भन्ने खालको त्यो एउटा आवाज मैले देख्न पाइराखेको छैन पत्रकार महोदय तपाईहरु पनि सरकारकै पक्षमा तपाईहरु पनि मानव अधिकार कहाँ हरायो मानव यो देशमा यो यस्तो के यो देशमा मानव अधिकार पनि छैन यो देशमा तपाईलाई अख्तियार दुरुपयोग आयोग पनि छैन यी जति पनि छन् नि यी देखावटी एउटा मुखुण्डो मात्रै यो सरकारले नै राखेको तपाईलाई के छ भने मानव अधिकार आयोग पनि चोखो हुनुपर्छ अख्तियार दुरुपयोग आयोगको चाहिँ त्यहाँको अध्यक्ष पनि त्यहाँ एकदमै तपाईलाई कुनै पनि पार्टीमा आबद्ध भएको हुनु हुँदैन भन्छन् अब यो यावत कुरा छ यी कति तपाईहरु यार आफै पढे लेखेको हुनुहुन्छ कति हामीहरुलाई मात्रै सोध्नुहुन्छ यसले यो बोल्दैदेखि डलर कमाउँथ्यौ हामीहरुलाई चाहिँ अलिकति तपाईहरुलाई थाहा छ नि पत्रकारले त सबै कुरा नियाली राखेको हुन्छ विचार चाहिँ नेपाली जनतामाझ पुर्याउन पाए नेपाली जनतामाझ देखिसक्यो नि 2019 देखि 2028 सुन्नु न 2019 देखि 2028 सम्म चाहिँ महेन्द्र वीर विक्रम तपाईको आँखामा के पट्टी लगाएको थियो महेन्द्र
राजाले चाहिँ 100औं कल कारखाना खोलिदिएका थिए यो देशमा। आज त्यो कल कारखाना किन ध्वस्त पारियो त? तपाईँहरूको आँखामा के थियो? कसले गरेको? हामीहरूले गरेको थियो होइन? हामी जस्ता बोल्ने मान्छेले गरेको होइन? कसले गर्यो त? तपाईँको आँखा आलुको चस्मा लगाएर बस्नुभएको छ। त्यही त कसले गर्यो त? तपाईँको आँखामा आलुको चस्मा लगाइदिएका छन्। काङ्ग्रेस एमाले माओवादी कसले गर्यो? सबै मधेसीवादी दलदेखि रासपा भन्नुहुन्छ नि तपाईँहरू। रासपा कतिपय साथीहरू भन्छन् नि। तर रासपाको अहिले रासपा के गर्नु भनेको? मलाई विरोध र नविरोधको रासपाको विरोध गर्दा के मलाई कुट्छन्? रासपाको विरोध गर्दा मलाई चित्त नबुझेको कुरा राख्नु नपाउने? पत्रकारमाथि त आइलाग्यो। पत्रकारमाथि आइलाग्यो। विश्लेषक, राजनीतिक विश्लेषक, अभियन्तामाथि त झन् ढुङ्गामुढा हुनु। के ढुङ्गामुढा? सत्य कुरा बोल्नको लागि हिजो दुईचोटि गृहमन्त्री यस्तै देशलाई चाहिँ एउटा चाहिँ सुशासन दिन्छु, एउटा चाहिँ यो व्यवस्थामा रहेर अवस्था परिवर्तन गर्छु भन्ने मान्छे चाहिँ चौथो नम्बरमा भएको किन गृहमन्त्री हुन जानु पर्यो? अनि त्यसले गरेर चाहिँ नागरिकता विधेयकमा किन सिग्नेचर गर्नु पर्यो? अनि त्यस पछाडि यो देशलाई एमसिसी ठिक छ भनेर किन यो संहिता ठिक छ भनेर किन त्यो हाई गरेर जानु पर्यो? त्यस पछाडि तपाईँलाई चाहिँ यो राष्ट्रिय परिचय पत्रमा किन सिग्नेचर गर्नु पर्यो? गलत कामहरू गरे छैन? आँखा चिम्ले हाम्रो नेपालमा त खोइ पढे लेखेका भन्नु कि विद्वान भन्नु कि राजनीतिक विश्लेषक भन्नु कि खालि बोल्ने लास्टमा वही अब यस्तै रहेछ सर। यो जति बोले पनि केही हुनेवाला छैन क्या। तपाईँले ठ्याक्कै भनिदिनुहोस्। अब केही अगाडि त अब भिजिट भिसा प्रकरण पनि आइरहेछ। भिजिट भिसा के गर्नु त? प्रकरण आएर के गर्नु? दिनको 50 लाख के गर्नु त? गृहमन्त्री आएर के गर्नु? हिजो होइन, हिजो त्यही रमेश लेखकज्यू हाम्रो गृहमन्त्रीज्यूले चाहिँ एउटा नैतिकताको आधारमा चाहिँ राजीनामा दिनुपर्छ भनेर रवि लामिछानेलाई भने लामिछानेले राजीनामा दिए। आज उनी कराएका त्यही भित्र उनको विरोध हुँदा पनि उनले अहिलेसम्म राजीनामा दिँदैन। नैतिकको आधारमा चाहिँ इन्डियाको सांसद भवनभित्र चाहिँ राष्ट्रिय सभा भवनभित्र चलेका चाहिँ उखान टुका, हिन्दीका उखान टुका ल्याएर यहाँ जोड्छन् साथीहरूले। अब गर्ने के देशै यस्तो छ त, यो देश उही नामको मात्रै नेपाल त भन्ने भयो नि। अब के भन्ने अब त्यहाँ भन्दा? अब उहाँहरूले कुन फिल्म हेर्नुभएको हो र ठ्याक्क अब कहिलेकाहीँ त अब के भन्छन् भने अब हाम्रै कतिपय मैले कुनै मिडियाले यो नायक भन्ने एउटा फिल्म छ अनिल कुमारको, त्यस्तै मलाई पनि एक दिन दिएदेखि हुन्थ्यो भन्नेतिर चाहिँ बरु जान्छन्। अरू कुरो त्यस्तै छ। अब के भन्ने? अब शीर्षक नेताहरू प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओलीज्यू लगायत शेरबहादुर देवाकी श्रीमती आर्जु देवा परराष्ट्र मन्त्री ज्यू अहिले विभिन्न ठाउँमा मुसिनु भएको छ। उहाँको छोरा जयवीर देवाले त अझ हिल्टन होटल होइन। अहिले उहाँको छोरा त बिचरा एउटा गरिब परिवारको छोरो, एउटा सानो एउटा हिल्टन त किनेको नि कुन ठुलो कुरो गरेछ? सानो यत्रो। तर त्यही न्युज निकाल्दाखेरि पत्रकार दिल तपाईँहरू अनि अब बिचरा एउटा गरी खान पनि नदिने यार, उसको छोराले नेपालमै बसेर गरी खान नपाउने। हाम्रो शेरबहादुर देउवा चाहिँ आर्जु देउवाको छोराले यो देशमा गरी खान नपाउने? म विदेश जाँदिनँ, म यही देशमा केही गर्छु भनेर यसो सानो एउटा होटल किनेर चाहिँ यसो 13-14 अरबको होटल किनेर चाहिँ काम गर्छु भने त किन नपाउने? हिल्टन जस्तो होटल 13-14 अरब त हो नि, जम्मा त्यही 13-14 अरब लगानी त हो नि। 20 खरबको त देशमा बजेट आइसकेको छ। 13-14 अरब रुपियाँ कुन ठुलो कुरो हो त यार? त्यो 13-14 अर्ब चाहिँ नै त्यो कहाँ गयो होला? कसले लिएर गयो होला? कहाँ लिएर जानु? त्यहाँ लगाएको छ नि। जानु न हिल्टन होटल जानु त, एक रातको 2.5 लाखसम्म चाहिँ जसले दियो त्यो होटल उहाँहरूलाई। तर त्यो होटल उहाँहरूलाई दिएको होइन त, किन्नु खरिद गर्नुभएको एउटा बिचरा सानो साधारण परिवारको छोरोले किनेको हो त। कसरी साधारण परिवारको छोराले किन्न पाउँदैन? प्रमाण छ तपाईसँग? कस्तो प्रमाण भने? अरे आर्जुजीले नै भनिसक्नु भएको छ त, हामी एउटा साधारण परिवारको यसो मेरो छोरोले यही देशमा गरी खान्छु भन्दा किनेको होटल त हो नि भनिसक्नु भयो त। आइसक्यो। तर दिलभूषण पाठक आज पत्रकार माथि हमला भएको छ। उहाँले कुनै गल्ती गर्नुभएको थियो होला? मलाई भयो गल्ती गर्नुभएको छ भने निडर तरिकाले आउँदा भइहाल्थ्यो नि, सिद्धिहाल्यो नि। गल्ती गरेको छ नि निडर तरिकाले गल्ती गरे आउन्, सजाय भोग्नुपर्छ भन्ने तपाईँ एउटा होइन। उहाँले त अब सफाइ पाइसक्नु भयो, उहाँलाई पनि कारबाही नगर्नु। उहाँले आफ्नो पत्रकारिताको भूमिका खेलेको भन्ने कुरो उहाँ खेलेको, अरू केही गर्नुभएको होइन। उहाँलाई नछुनु भनिसकेको छ। उहाँलाई कुनै पनि कारबाही नगर्नु, उहाँले आफ्नो काम गरेर उहाँले राम्रै काम गर्नुभएको भनिसक्यो त। अदालत पनि छ नि त, अदालतभन्दा माथि त कोही पनि छैन। हामी कार्यक्रमको अन्तमा छ, अन्तमा के भन्न चाहन्छु भने तपाईँ जस्तो पत्रकारले एउटा राम्रो निष्पक्ष तरिकाले पत्रकारिता गर्नुहोस्। तपाईँहरू पढेर पनि हामी त स्वतन्त्र पत्रकारिता गरेका छौँ। तपाईहरू जस्ता तपाईहरूले यो देशमा कहाँ के भयो, कसो भयो, तपाईँहरू पनि त पढेरै आएको होला।
पत्रकारिताको जगतमा त कमसेकम तपाईँले धेरै नपढे पनि ब्याचलरसम्म त पढ्नुभयो होला डिग्री पढ्दा अरू बढी तपाईँलाई हुन्थ्यो मास्टर डिग्री गर्दा अरू तपाईँ ज्ञान हुन्थ्यो झन् पिएचडी गर्दा अर्को ज्ञान हुन्थ्यो भने त्यस पछाडि तपाईँलाई यत्रो चाहिँ मिडियामा छ आज संसार तपाईँलाई डिजिटलमा छ तपाईँले त्यो प्रश्न पार्दिनुहोस् न क नचिनी किन ख आउँछ त्यसले त मैले भन्दैछु त तपाईँलाई ख ग मैले एकैचोटि ज्ञानै आउँछ भनेकै छुइनँ त तपाईँ ब्याचलर गरेपछि चाहिँ डिग्री आउँछ डिग्री गरेपछि महाडिग्री आउला के आउला छ नि त ठाउँ त मेरो भनाइ के हो भने आज डिजिटल संसार छ तपाईँहरूले पनि त कमसेकम उठान गर्दा आज देश किन आज संसारको सबैभन्दा करप्सन देश भयो आज किन यो देश विश्वमा चाहिँ विनाश तपाईँलाई आफै थाहा छ